गुड मर्निङ ट्यासी दिले पेपुलो सबैजनालाई र आज डे 26 मा हजुरहरूलाई स्वागत छ फेरि। अब म रनिङ गर्न गइरहेको सो तपाईहरुलाई हार्दिक नमाउँदै तपाईहरुको दिन राम्रो बितोस् भनेर यही एउटा इच्छाले बनि बस्नुहोस् होला। सो आज 21 जुन है, आजको दिनमा इन्टरनेशनल योगा डे पनि रहेछ तपाईको र हजुरहरु समक्ष मैले आज सानो बडे प्रदर्शन भनौं त्यस्तो गर्नु मन थियो तर बिर्सी पठाए। हेरौं भोलि गर्नु पर्छ होला। जगन्नाथ धामको मिठाई है, प्रसाद श्री जगन्नाथ धामबाट आएको छ हाम्रोमा यहाँ, जो हाम्रो तपाईको राशन कार्ड थ्रुबाट डिस्ट्रिब्युट गर्ने रहेछ। एज यु क्यान सी जय जगन्नाथ र हाम्रो यहाँ आज डिस्ट्रिब्युट भइरहेको छ प्रसादको। कार्ड चाहिन्छ, कार्ड राशन कार्ड चाहिन्छ, राशन कार्ड नम्बर प्रसाद गाडी आइसकेको छ, आउनुहोस् है छिटो छिटो। र यहाँ हाम्रो फर्स्ट मिठाई हाम्रो बहिनीलाई, खोइ छिटो को सरी हाम्रो कोन्डा दाजुले पायो है। फटाफट हुन्थ्यो। यहाँ राख्नु, यहाँ राख्नु, यहाँ बिर्सेको तामाङको पनि लास्टमा चाहिँ। र धन्यवाद। हजुर ल बडा गयो। र मेरो प्रसाद थापे पश्चात म त निस्के, नुहाइ धुवाइ गरेर खानु पर्यो नि। कुदेर आएको, घर झाडु कटिङ सटिङ गरे पश्चात अब के गर्नु, आरामले प्रसादको अनुभव लिँदै। हेभी रहेछ है, हेभी नभन्दा पनि 5-6 वटा आइटम त होला। सो अब हामी जगन्नाथ धामको प्रसादलाई अनबक्सिङ गर्दैछु है, खाने हो अब। जगन्नाथ धाम दीघा है, के पाउँदो रहेछ हेर्नुहोस्। यहाँ एउटा प्रसाद र यहाँ पेडा हजुरहरूले खाइराखेको चिजहरू, र यहाँ एउटा फोटो छ स्वयं जगन्नाथ भगवानको तस्बिरबाट झल्किरहेछ है। कुनै बेला जानुपर्ने छ। ल हुन्छ, अब प्रसादको बिलप उठाऊँ, बिलप धेरै अनुभव गरौँ। जय जगन्नाथ। कस्तो दामीको वेदर भइरहेछ गाइज है। अहिले गएर खोलामा नुहाउनु मन लागिरहेछ, तर के गर्नु, खोलामा नुहाउने जतिको सबै बगाउँदैछ। सोल्टी चाहिँ बगाउँदैन, किनभने सोल्टीले चाहिँ अजमभरि बुटी खाएको छ नि त। सोल्टी भयो। र आज हामी डे 26 को अन्तमा आइपुगेको छु र फिलहाल अहिले घरमा बसिबसाइ तपाईले पछाडि हेर्नुहुँदैछ होला है, थन्डरिङ भएको। र भोलिको रुटिन चाहिँ यस प्रकारको छ हाम्रो। भोलि हामी जानु पर्दैछ फापरखेती हजुर, किनभने भोलि साङ्गे छ है, वाङ हुन्छ र जाँदैछौँ हामी शाखा दवाको तपाईको वाङ हुँदैछ फापरखेतीमा। र आज डे 26 म यही अन्त गर्दै साइन आउट।